सम्पूर्णमा नमस्कार। म अशोक शाह। आज म लोकसेवालाई सोध्ने जीके मध्येबाट राष्ट्रिय जनगणना हो, सेन्सस हो। सेन्सस नेसनल सेन्सस 2078 78। यसको बारेमा म केही संक्षिप्त यसको पृष्ठभूमि भन्न गइरहेको छु है। जनगणनाको पृष्ठभूमि भन्न गइरहेको छु। लोकसेवा तयारी गरिरहनु हुने साथीहरूलाई यो काम लाग्छ। यसबाट पनि सोधिने गरिरहेको छ र यो एकचोटि पढिसक्नुभयो भने तपाईँलाई 10 इयर्सको लागि काम लाग्छ। हेर्नुहोस् है, 2078 सालदेखि 2088 विक्रम सम्वत 2078 सालदेखि विक्रम सम्वत 2088 सालसम्म काम लाग्छ। यही जनगणना काम लाग्छ, अर्थात् 10 वर्षमा काम लाग्छ। ल, अब यसको पृष्ठभूमि जानौँ, बुझौँ के छ त है। सर्वप्रथम के बुझौँ हामी, जनगणना है। जनगणना कहिलेदेखि सुरु भयो र कसको पालामा भयो, के द्वारा गन्न थालिएको हो भन्ने कुरो बुझौँ। ल, सर्वप्रथम यो विक्रम सम्वत 1968 सालदेखि जनगणना मान्छेहरूको सङ्ख्या गन्न सुरु गरिएको हो है। विक्रम सम्वत 1968 देखि चन्द्र शमशेरको पालामा गोसवारा विधिद्वारा गणना गरिएको हो है। अब जानौँ 2078 सालको जनगणनाको बारेमा। यसको मूल गणना सुरु गर्न थालेको मिति 2078 साल कार्तिक 25 गतेदेखि मङ्सिरको 29 गतेसम्म सर्वप्रथम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको परिवारको सदस्यहरूलाई गणना गरेर सुरुवात गरिएको थियो, जुन कि 15 दिनसम्म चल्यो। त्यसपछि अब पहिलो चरणमा घर परिवार सूचीकरण गर्न विक्रम सम्वत 2078 साल भदौ 30 गतेदेखि असोज 18 गतेसम्म है। उक्त जनगणनामा सोधेका प्रश्न सङ्ख्याहरू हामीले जनगणना गरिरहँदा सर्वेक्षक र सुपर्यवेक्षकहरू अथवा गणकहरूले जनगणना गरिरहँदा सबै घर परिवारका सदस्यहरूलाई व्यक्तिहरूलाई सोधिने प्रश्न कतिवटा थियो त? 80वटा प्रश्न सोध्ने गरेको थियो। अब राष्ट्रिय जनगणना 2078 को नारा के थियो त? मेरो गणना मेरो सहभागिता है। मेरो गणना मेरो सहभागिता। यसको लोगो कहिले सार्वजनिक गरियो? विक्रम सम्वत 2076 साल कार्तिक 3 गते है। यो 78 सालमा गन्न लागेको जनसङ्ख्यालाई मध्यनजर गर्दै 2 वर्ष अगाडि नै 2076 सालमा नै यसको लोगो सार्वजनिक गरिएको थियो। अब जनगणना कार्यालय, यो 2078 सालको जनगणना काउन्ट गणनको लागि कतिवटा कार्यालय म्यानेजमेन्ट गरिएको थियो, व्यवस्थापन गरिएको थियो त? 87वटा गरिएको थियो है। यसमा जम्मा गणकको सङ्ख्या कतिवटा थियो त? 40वटा थियो। अनि सुपर्यवेक्षकको सङ्ख्या 8500 जना थियो। अब यो जनगणना कति वर्षमा हुन्छ त? यो जनगणना चाहिँ 10 वर्षमा हुन्छ। जनगणना 10 वर्षमा हुन्छ, बुझ्नुभयो नि। अब मान्छेलाई गणने जनगणना सम्बन्धी कुराहरू, व्यवस्थाहरू नेपालको संविधानको कुन धारामा छ त? नेपालको संविधानको धारा 281 मा व्यवस्था गरिएको छ। अब यसैलाई अर्को प्रश्नको रूपमा हेर्दाखेरि सङ्घीयता पछिको पहिलो जनगणना भनेको कुन हो त? यस्तो खालके प्रश्नहरू सोधिन सक्छ है। सङ्घीयता पछिको पहिलो जनगणना भनेको 2078 सालको 12औं जनगणनाको रूपमा रहेको छ र यो 2078 सालको जनगणना 12औं जनगणनाको रूपमा रहेको छ र यसमा पहिलो पटक मातृ मृत्यु दरको गणना समावेश गरिएको छ र यसलाई फाइनली गणना गरिसकेपछि सबै क्लस्टरमा छुट्याइसकेपछि
केन्द्रीय तथ्याङ्क विभागले विक्रम सम्वत 2078 साल माघ 12 गते सार्वजनिक गरेको हो। ल यो जनगणनाको पृष्ठभूमि भनेको यति थियो। अब यो भित्र भएका के कति छ भन्ने कुरो अर्को भिडियोमा भन्नेछु। हस्त नमस्ते।